तिमी जन्मिँदा तिम्री आमा प्रसव पीडाले छटपटिँदा बाहिर चुरोटको साँक्लो बनाउँदै कुरे तिम्रो च्याँ सुन्न। तिमी बिरामी पर्यौ हन्ती पानीपट्टि फिर्दै अनिदो रात कति कुरे कुरे। स्कुल गयौ बस स्टपमा कुरे, घर आयो होमवर्क गरुन्जेल खाना कुरे। कलेज गयौ उमेरको माझसँगै राति राति मातेरै सही तिमी घर नफर्कुन्जेल सुत्नलाई कुरे। पढ्न घरबाट टाढा गयौ तिम्रो खबर ल्याउने हुलाकी कुरे। तिमी छुट्टी आउने दिन र फल कुरे। एक दिन विदेशी हौ तिम्रो फोन कुरे, स्काइप कुरे, भाइबर कुरे। आफू थलिँदा अस्पताल लगिदिने कोही आफन्तजन कुरे। अस्पतालमा डाक्टर कुरे, थोरै मिठो मसिनो वचन कुरे। अहो जीवनभर कुरिरहे मैले सासलाई कुरे कि सासले मलाई। आज मेरो सासले मलाई कुरेन, म भएँ एक्लो, सासविहीन सजीवबाट म निर्जीव भएँ। यतिखेर अस्पतालको शैय्याबाट म मोरचेरी घर्रामा पुगेको छु। सास गएसँगै चिसिएको मेरो शरीर थप चिसिएको छ शवगृहको ओसिलो शैय्यामा। बाहिर तिम्री आमा कुरिरहेकी छिन् एकैसाथ मेरो शवलाई र तिम्रो आगमनलाई। छोरा, अब त तिमी स्वदेश आउँछौ होला नि है। लेखिनेछ एउटा कथा हाम्रो पिरती